उहाँ उमाकान्त भण्डारी हुनुहुन्छ। हजुर हजुर म प्रदीप भण्डारी। नमस्ते। अनि यहाँ तपाईँले अब हेर्नु हुँदैछ, यहाँ के कस्तो लाग्दैछ? हजुर हजुर तपाईँले पनि यसो विवरण दिदिनु होला। सबै ठिक छ भनेर सबै धेरै राम्रो लाग्यो। तपाईँहरूको यहाँ आउँदाखेरि बन्धु बान्धव धेरै राम्ररी बस्नुभएको रहेछ। उहाँकै गाडीमा त हामी सबैतिर घुमाइदिनु भयो, धेरै राम्रो गर्नुभयो उहाँले। उहाँ परशुराम पुर्याएर ल्याइदिनु भयो। यो सबै बजार चिया बगान सबै देखाइरहनु भएको छ, हामी हेरिरहेका छौँ। यति आनन्द आइरहेको छ कि हाम्रा दाजुभाइ पनि यस्तो राम्ररी बस्नु भएको छ भन्ने मैले यो देख्दाखेरि मलाई कति आनन्द भयो, भित्रैदेखि हर्कित छु। यहाँ बस्न खाना पाना बस्न जे आनन्दसँग दिनुभएको छ तपाईँहरूले। आज बगान हेर्न आइएको छ। यो बगान हेर्दाखेरि साह्रै राम्रो बगान देखियो, अति राम्रो। यो बगानको मालिक चाहिँ यता फेरि पिछेपट्टि हुनुहुन्छ। हजुर को हुनुहुन्छ? पिताजीले लगाइदिए बढीबा हुनुहुन्छ हाम्रो हजुर 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 पिताजी पो त जनकलाल भण्डारी। हजुर मेरो काका हुनुहुन्छ। नमस्कार। उहाँ हुनुहुन्छ के अरे भाइ, उहाँको जनकलालको भाइ। उहाँ पनि मेरो काका हुनुहुन्छ। नमस्कार। अनि के अरे तपाईँको यता मेरो गोपाल भण्डारी। गोपाल भण्डारी, उहाँले चाहिँ पुरा तिम्रो पाराले लाग्नुहुन्छ। अनि उहाँ के अरे उहाँ माल म्यानुफ्याक्चरिङ गरेर हामी उहाँलाई पठाउँछौँ। मेघनाथ दुबई अस्ट्रेलिया उहाँ माल पठाउनुहुन्छ। सब माल पठाउने उहाँको जिम्मा छ। उहाँको काकीहरू देखाइदे यहाँ कान्छी काकी। हजुर नमस्कार। नमस्कार। एउटा माइली काकी। नमस्कार। यता बुहारीहरू, माइली बुहारी, यता जेठी बुहारी, यता कान्छी बुहारी। के कस्तो लाग्यो अलिकति भनिदिनु होला। यहाँको तपाईँहरूको साह्रै राम्रो भयो रथ, मलाई साह्रै चित्त बुझ्यो। यहाँभन्दा राम्रो हुने ठाउँ छैन, यति राम्रो छ। बगान उस्तै, बसाइ उस्तै, सबै आफन्तै बस्नुभएको गाउँै यस्तो घुमेरै सकिने गरिरहन्छ। बगान यो सबैको बगान रहेछ, यति राम्रो रहेछ कि तपाईँहरूको यहाँको बगान देख्छ, तपाईँहरूको बसाइ देख्छ, तपाईँहरूको खानपान देख्छ। यति शाकाहारी राम्रोसँगले खाने बस्ने, हामी आउनुलाई पनि यति राम्रोसँग गरिदिने। मलाई यो यस्तो राम्रो चाहिँ मैले सोचेकै थिइनँ, त्यति राम्रो छ यो ठाउँ आउँदाखेरि। म भण्डारी समाजको केन्द्रीय उपाध्यक्ष हुँ। अब मैले चाहिँ यहाँ आएर यो भेट्न तपाईँहरूलाई भेट्न आएको थिएँ। म्यानेजर साहब भन्नु। उहाँ आउनुभयो हाम्रो होइन, नेपालदेखि आउनुभएको छ। उहाँलाई हामीले हाम्रो यो बगान बारेमा सुनायौँ होइन। म यहाँको यो बगान हेरचाह गर्ने म्यानेजिङमा पर्छु र मेरो अर्को म्यानेजिङ भाइ प्रदीप भण्डारी, हामी दुईजनाले म्यानेजिङ गरेको बगान हो। राम्रो छ। हामी यहाँ धेरै राम्रो राम्रो औषधिहरू युज गरेर कसैलाई पनि असर नपर्ने हिसाबले यसलाई हामीले अर्ग्यानिक हिसाबले बनाएका छौँ र यो राम्रो छ। विषादी रहित हो। यसमा हामीले अहिले सुपारी पनि लगाएका छौँ, सुपारी बगानहरू होइन। यसमा सुपारी दुइटैको इन्कम हुन्छ र हामीले यसलाई चाहिँ कसैलाई असर नगरोस् भनेर एकदम यो आयुर्वेदिक औषधि युज गर्ने गर्छौँ। यो पत्तीमा, अलि चियापत्तीमा चाहिँ आयुर्वेदिक औषधिहरू युज गरेर हामीले गरेका छौँ र प्रोडक्सन अलिकति कम्ती भयो भने यो खाँदा कसैलाई पनि नराम्रो नगरोस् भनेर हामीले चाहिँ विषादी युक्त चिज पारेका छौँ र यस्तै छ। धन्यवाद। तपाईँहरूलाई साह्रै राम्रो छ।